पछिको कन्फरेन्समा चाहिँ एजेन्डा 21 को रूपमा आयो के अरे, त्यसपछि मिलेनियम डेभलपमेन्ट गोल भन्नुहोस् र अहिले हामी केमा छौँ? सस्टेनेबल डेभलपमेन्ट गोल। कतिवटा लक्ष्य त्यसको? 17 वटा लक्ष्य होइन? त्यो मध्येको चाहिँ म चाहिँ 4-5 वटाको बारेमा तपाईहरुलाई कुरो गर्छु, किनभने 17 वटा कुरो गर्न लाग्यो भने चाहिँ अलि गाह्रो होला मलाई पनि। त्यसमा चाहिँ म पहिलो कुरो के गर्न चाहन्छु भने तपाईहरुले बर्लकको नाउँ सुन्नुभएको छ? कसैले? साइन्टिस्ट, अमेरिकन साइन्टिस्ट, द फादर अफ द ग्रीन रिभोल्युसन। पहिले विश्वभरि भोकमरी धेरै थियो। त्यसैले कृषि वैज्ञानिकहरूले चाहिँ जसको नेतृत्व चाहिँ बर्लकले गर्नुभयो, जसलाई चाहिँ ग्रीन रिभोल्युसन भनेर तपाईहरुले आज सुन्नुहुन्छ। त्यसको फादर, त्यसको त्यो जुन सानो खालको गाउँ विकास गर्ने चाहिँ अमेरिकन साइन्टिस्ट हो र त्यसले चाहिँ हंगर कम गरे बापत चाहिँ विश्वमा चाहिँ भोकमरी कम गरेबाट चाहिँ नोबेल पुरस्कार प्राइज दियो। त्यो के हो भने अब हामी बाल्यकालमा एउटा कथामा बुवाले सुनाइरहन्थ्यो, भोक लाग्ने बेलामा भजन गर्नु पर्यो भने हुँदैन भन्थ्यो। भोके भजन न होइको पाला भनेर भन्ने पहिले चल्थ्यो। भोको पेटले चाहिँ भजन हुँदैन, भोको पेटले शान्ति दिन्छ? दिँदैन। त्यसैले तपाईहरुले हेर्नु भने एसडीजी को वान अफ द प्रायोरिटी इज फाइट अगेन्स्ट द हंगर और जीरो हंगर। त्यसैले हामी अब हंगर समाप्त गर्नको लागि चाहिँ कसरी सस्टेनेबल हुने बारेको लागि चाहिँ त्यसको सबभन्दा अर्को इम्पोर्टेन्ट एजेन्डा आउँछ एसडीजी 6 which is known for the ल त एसडीजी 6 के हो भन्नु त? कसले भन्ने हो? हजुर, क्लीन वाटर एन्ड सैनिटेसन। भने के हो भने म मेरो क्यारियर आफै पनि म 2014 सालमा खानेपानी इन्जिनियर भएर सुरु गरेको। त्यतिखेर कुनै प्रोजेक्ट गर्दाखेरि इन्भाइरोमेन्टल इम्प्याक्ट एसेसमेन्ट गर्दै थिएन। वर्ल्ड ब्याङ्कहरु, एडीबीहरु भर्खर नेपालमा प्रवेश गर्दै थियो र त्यतिखेर चाहिँ मान्छेले पानी वाटर बोर्न डिजिजबाट कसरी, एउटा त बाँच्नको लागि खानु पर्यो भने बाँच्नको लागि फेरि पानी खानु पर्यो। त्यो पानी नपाएपछि चाहिँ संसारमा करोडौं मान्छे चाहिँ वाटर बोर्न डिजिजबाट मरिरहेको थियो। मैले यो एजेन्डाहरु किन भनेको, यो पछि चाहिँ हामी व्हाट आर द आवर एक्सन फर द पीस बिङ भने के हो भने अन्न भएन भने तपाई बाँच्न सक्नुहुन्न। त्यसैले अन्नको उत्पादन गर्ने आज सबै नागरिकको दायित्व छ, राज्यको मात्र होइन। अहिले मधेसले फिड द नेसनको चाहिँ प्रोग्राम ल्याएको छ। हामीले अब चाहिँ घर घरमा, जसै मलाई भन्नुहुन्छ भने म चाहिँ 3टा कुरो म जहिले पनि भन्छु, एभ्री सिटिजन मस्ट प्रोड्युस ग्रेन फर हिमसेल्फ। कति सक्नुहुन्छ खेती गरे पुर्याउन सक्नु होला, तर अहिले चाहिँ तपाईले आफ्नो लागि सानो करेसा बारीमा के उत्पादन गर्न सक्नुहुन्छ, कोसीमा के गर्न सक्नुहुन्छ र त्यसले चाहिँ तपाईले पनि पिस दिन्छ है। आफ्नो बारीको एउटा टमाटर खानुस्, फलेको कति आनन्द हुन्छ। मुन्तला, सुन्तला, काँक्रो के छ अहिले चाहिँ भनौँ न, अहिले यङ जेनेरेसन्सहरुले अलि बढी, किनभने टेक्नोलोजीले त्यसले अब लो कस्ट पनि गर्नेतिरको चाहिँ गरिरहेको छ। त्यसैले फर्स्ट इज द फूड, सेकेन्ड इज वाटर। पानी बिना त वाटर इज लाइफ। त्यो पानी फेरि सबैले चाहिन्छ, मान्छेले चाहिन्छ, पशु पक्षीलाई चाहिन्छ, बोट बिरुवालाई चाहिन्छ। त्यसैले सेकेन्ड इज वाटर। थर्ड के होला? थर्ड इज द एनर्जी। चिसो भात पकाउनु पर्यो हैन सबै कुरोलाई। त्यसैले यो फूड, एनर्जी र वाटरले चाहिँ तपाईले त्योबाट सिक्युरिटी भयो भने, सिक्युरिटी हुने बित्तिकै तपाईलाई पीस चाहिँ बिल्डअप भए जस्तो लाग्छ मलाई चाहिँ। म आफ्नो अस्ति एउटा इन्टरभ्यूमा भनेको छु, म काठमाडौँ आउँदाखेरि वी फिल भेरी सिक्योर, सुरक्षाको वातावरण चाहिँ थियो। हामी मधेसबाट भर्खर आएको, उतातिर इन्डियातिर गयो भने सुरक्षा फिल हुने,
काठमाडौँ आयो भने सुरक्षित जतिकै हिँड, कसैले चोर्ला पिट्ला भन्ने डर थिएन। भनेपछि सिक्युरिटीमा अब के छ भने ग्लोबल सिक्युरिटिजमा के छ भनेदेखि तपाईलाई अहिले कुन कन्ट्रीको सिक्युरिटी, नेसनल सिक्युरिटी अब चाहिँ डिसाइड कहाँबाट हुन्छ भने तपाईको फुड सिक्युरिटी अवस्था कस्तो छ। भोलि तपाईसँग विदेशी करेन्सी होला तर कति कन्ट्रीले तपाईलाई चाहिँ अन्न बेच्दैन, किनभने उसले आफ्नो फुड सिक्युरिटीको लागि चाहिँ राखेको हुन्छ। त्यसैगरी वाटर सिक्युरिटी र इनर्जी सिक्युरिटी हो र यो सबैले मान्छेलाई चाहिँ हेल्दी र पिसफुल माइन्ड चाहिँ सृजना गर्छ भन्ने लाग्छ। अब मैले अलिकता जुन UN को फ्रेमवर्कमा भन्दै थिएँ कि जब UN को कन्फरेन्स अफ द इन्भाइरोन्मेन्ट एन्ड डेभलपमेन्ट किन सुरु भयो भने तपाईको 90s तिर चाहिँ विश्वभरि चाहिँ रिभरहरू पल्युसन हुन थाले, जङ्गलहरू काट्न थाल्यो र त्यतिखेरको वातावरण बुझ्ने भनेको जम्मा 2-3 वटा। एयर पल्युसन म्याडम यही हुनुहुन्छ हाम्रो रेजिना मास्के प्रोफेसर म्याडम। हामीले चाहिँ एयर पल्युसनको कुरो चाहिँ लास्ट 20 इयर्समा बढी गरिरहेछौँ। अब चाहिँ हामी जहिले पनि हाम्रो लोकल एयर पल्युसनको भन्दा यताउति हो भने कहिलेकाहीँ हामीले होइन यो हरियाणा र पन्जाबमा एग्रिकल्चर स्टुडेन्ट बाँधिदिएर यहाँ आएको हो भनेर पनि भन्छौँ। त्यसैले अहिले के छ भने संसारमा सबभन्दा बढी मान्छे मर्ने चाहिँ अब एयर पल्युसनबाट हुन लाग्यो। 50 वर्ष अगाडि चाहिँ वाटर बोर्न डिजिज बढी थियो, डायरियाले मर्थ्यो भनेपछि अब चाहिँ हामी चाहिँ एयर पल्युसनबाट चाहिँ मान्छेहरू चाहिँ विश्वभरि बढिरहेछ। यो पनि के हो भने इन्डस्ट्रियलाइजेसनसँगको के भयो भने डे बाई डे चाहिँ हाम्रो इनर्जीको डिमान्ड बढ्दै गयो। हामीले चाहिँ इन्डस्ट्रियलाइजेसनतिर जाँदाखेरि चाहिँ हाम्रो चाहिँ यो एयर पल्युसन्सहरू डे बाई डे बन्दै गयो। तपाईहरूले त्यसपछि चाहिँ वेदर इट वाज UNFCCC आइसकेपछि UNFCCC कसलाई थाहा छ? हात उठाउनु अलि जोडले हो कि यसो कतिवटा कप भएको छ? लास्ट कप कहिले भयो? 30 कप भएको भने थाहा छ भयो हो कि? त्यसैले 30 वर्षदेखि चाहिँ कमसेकम मान्छेले अब जलवायु परिवर्तनको कुरो गर्दैछन्। किन गर्दैछन् भनेपछि क्योटो प्रोटोकल भयो, पेरिस एग्रिमेन्ट भयो। अब हुँदा अब पहिले चाहिँ वस्तुको व्यापार हुन्थ्यो, अब वस्तु नभइकन के को व्यापार हुन्छ? कार्बन ट्रेड हुन्छ। भेरी गुड। अब चाहिँ हामी कार्बन ट्रेडमा कसरी लाग्ने जसले गर्दाखेरि चाहिँ त्यो हामी चाहिँ पिस बिल्डिङको प्रोसेस, इन्भाइरोन्मेन्टलाई चाहिँ व्यवस्थापन गर्नेतिर चाहिँ हामी लाग्नेछौँ। त्यसैले यसले जलवायु परिवर्तनको सबभन्दा ठुलो प्रभाव कहाँ परेको छ भने यो अङ्ग्रेजीमा जेसुकै भए पनि मैले जल, जमिन, जङ्गल, वन, वनस्पतिको कुरो गर्छु के। अब जलमाथि कति ठुलो प्रभाव परेको छ भनेपछि तपाईहरुले सुन्नुभयो होला कि फोरकास्ट के छ भने तेस्रो विश्वयुद्ध हो भने के को लागि हुन्छ? पानीको लागि हुन्छ, सेफ ड्रिङ्किङ वाटरको लागि हुन्छ। त्यसैले अब चाहिँ वाटर कन्जर्भेसन र फेरि यो जहाँ पानी त्यही जीवन त्यही शान्ति भन्छ म त। तपाईको घरमा पानीको सुनिश्चितता हो भने तपाई निश्चितसँग बस्नुहुन्छ, समयमा स्नान गर्नुहुन्छ। मेरो त के हुन्छ नि, म त अब बाल्यकालदेखि यो हिन्दू परिवारमा हुर्केकोलाई बिहानै बिहानै चाहिँ स्नान छोराले गर्यो भने ज्ञानी बुद्धिमान हुन्छ भन्छ। हामीले पिसको कुरो गर्दाखेरि जहिले पनि पानीको कुरो गर्छु के। कोही मान्छे रिसाएर आयो भने हामी के भन्छौँ त्यसलाई? उनलाई एक गिलास पानी खाने देऊ भन्छ। भन्छ भन्दैन? पानी खाने बित्तिकै त्यो शान्त भइहाल्छ। म खाने पानीमा नोकरी गर्छु, त्यति एकदम पानीको चाहिँ मान्छे तनावग्रस्त भएर आउँथ्यो। मेरो एकजना अब त्यतिखेर पिउन भन्ने चलन थियो, अब अहिले पिउन भन्ने चलन हराएछ। ए बिम्बहादुरले पानी खान देऊ, बाहिर आएको मान्छे सबलाई पहिले पानी खुवाऊ भनेपछि पानी खाने बित्तिकै मान्छे शान्त हुन्छ। र हुँदा हुँदा मैले तैँले के भनेको छु भने यो दलित डिप्राइभ जतिकै छ वाटरको एबिलिटी, एक्सेसिबिलिटी र एफोर्डेबिलिटीको कुरो गर्छु। पैसा भने त बोतलमा पानी, जारमा पानी किन्न पाइहाल्छ।
तर यो पानीको अब उपलब्धता, पानीको चाहिँ एबिलिटी र एक्सेसिबिलिटी र एफोर्डेबिलिटीको प्रश्न चाहिँ अहिले संसारको छ। संसारभरि अहिले गरिबीको कुरो गर्नुहुन्छ नि, फाइट एगेन्स्ट द वाटर पोभर्टी। अबको के हो भने मान्छेलाई गरिब को छ जसको पानीमा पहुँच छैन। हाम्रो मनाना म्याडम हुनुहुन्छ, अब कृषिको लागि त मैले पानीको लागि वार भन्ने त भनिहाल्यो, गर्नु नहोला, देख्दा पाइन्छ कि पाइँदैन। तर म बाल्यकाल हुँदाखेरि, मनानाजीलाई हेरेर सम्झेको होइन कि बाल्यकाल हुँदाखेरि मलाई याद छ, हाम्रो 2 गाउँमा नदीको पानी बाँडफाँडको लागि त्यो बाँध बनाउँदाखेरि झगडा हुँदाखेरि एकजना व्यक्ति मरेको मलाई अहिलेसम्म सम्झना छ। हामी सानो थियौँ अनि त्यतिखेर चाहिँ अरू झगडा सगडा भएपछि पुलिस आउँछ, मान्छेहरू कता भागा भाग भने कता गयो केटाकेटीको। तर के भने पानीको लागि झगडा हुने हुँदा हुँदा चाहिँ हाम्रो घरमा पनि झगडा हुन्थ्यो के, पानी बोक्नको लागि, पानी कम खर्च गर्नु भन्नको लागि। अनि मैले अस्ति 10 वर्षदेखि यो वाटर डे, वर्ल्ड वाटर डे मनाउँदाखेरि मैले भने कि अब घरमा पनि पानीको झगडा हुन्छ, लोग्ने र स्वास्नीको बिचमा झगडा हुन्छ। अब लोग्ने के भन्छ, तेरो कपाल लामो भयो, स्याम्पू लगाएर धेरै पानी खर्च गरिस्, त्यसैले पानी खर्च कम गर भनेर भन्छ। भनेपछि के हो भने अब चाहिँ वाटर चाहिँ सबै कुरोको लागि चाहियो, ड्रिङ्किङ वाटरलाई चाहियो, इरिगेसनको लागि चाहियो, अरू प्रयोजन इन्डस्ट्रियल युजको लागि चाहियो। त्यसैले अब वाटरको चाहिँ युज गर्नको लागि चाहिँ हामीले साइन्टिफिकली युज गर्न जानेनौँ भने हामी चाहिँ पानीको सङ्कट बिहोर्छौँ र त्यसले चाहिँ हाम्रो चाहिँ शान्तिलाई चाहिँ खाल बनाउँछ। वाटरको कुरो गऱ्यौँ भने जङ्गल, जल, जमिन, जमिनको लागि त सधैँ झगडा भइरहेछ, बोर्डर बढाउने, एकले अर्काको टेरिटोरी हराप्ने। त्यसैले अब नेपालमा पनि तपाईँ ल्यान्डलेस पिपुल, सुकुम्बासी आन्दोलन, यो सबै यहीसँग जोडिएको। तर मैले त्यो कुरो चाहिँ गर्न खोजिनु, अहिले ल्यान्ड भनेको सोइल, अहिले तपाईँहरूले हाम्रो माटोको उर्वरा शक्ति कम भएको छ, यहाँ मात्र होइन विश्वभरि। किनभने सोइलको चाहिँ अर्ग्यानिक म्याटर्स चाहिँ 3 हुनुपर्ने ठाउँमा 1 मात्र छ। म यो सबैले फेरि विज्ञानसँग अन्तमा जोड्छु, यहाँ धेरै थरीका विद्यार्थीहरू हुन्छ, तर मेरो जहिले पनि के हुन्छ भने प्रारम्भिक विज्ञान यदि बुझेन भने त्यो कुरोको तपाईँ समाधान दिन सक्नुहुन्छ। वेट इज द इन्जिनियरिङ पर्सपेक्टिभ, और वेदर इज द पोलिसी, और वेदर इज द कम्युनिटीसँगको इन्भल्भमेन्ट हो, और वेट इज रिलेटेड टु द गभर्नेन्स। त्यसैले पानीको विज्ञान, जमिन भनेको जमिन, मैले जङ्गल, जमिन। अब थर्ड चाहिँ मैले चाहिँ जङ्गलको कुरो गरेँ, जमिनको कुरो म लामो गर्न चाहन्न आज। थर्ड इज द जङ्गल। अहिले तपाईँले जङ्गल भयो भने पहिले चाहिँ हाम्रो चाहिँ हावा चाहिँ स्वस्थ र सफा राख्थ्यो। हाम्रो जङ्गल त बढाइरहेको छ, तर हाम्रो जङ्गल त अहिले टेरिटोरी त बढाएको छ नि नेपालको, तर हाम्रो जङ्गलमा जनावर बढी बस्ने कि त्यसको कसरी उपयोग गर्ने बारेमा पनि हामीले धेरै ठुलो छलफल गर्छौँ। तर अहिले के छ भने क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ हाम्रो चाहिँ बायोडाइभर्सिटीमा धेरै ठुलो लस भएको छ। जङ्गल त छ, तर वाट टाइप अफ फरेस्ट, त्यहाँको बायोडाइभर्सिटीको स्ट्याटस के छ भन्दाखेरि हाम्रो बायोडाइभर्सिटीमा चाहिँ लस भएको छ। त्यसैले वाटर, ल्यान्ड र बायोडाइभर्सिटीको कुरो गर्ने। अब 2टा बुँदा लास्टमा गर्छु। पानीको कुरो त गर्ने मैले जहिले पनि चाहिँ मन्त्रीजी तपाईँ खानीको कुरो गरिदिनुहुन्न, किनभने अब जुन मिनरल्सहरू खानीहरूले गर्दाखेरि सिमेन्ट उद्योग, जे उद्योग, खानीको यदि वैज्ञानिक रूपमा गरिएन भने, उत्खनन प्रयोग गरिएन भने त्यसले चाहिँ धेरै ठुलो लसै जर्नाउँछ। तपाईँहरूले युएनएफसिसीको सुन्नुपर्छ, लस एन्ड ड्यामेज। अहिले यो बारेमा चाहिँ अब यो अर्किड साध्या होला कुनै बेलामा, यो पिस बिल्डिङको लागि चाहिँ हामी चाहिँ लस एन्ड ड्यामेजलाई कसरी मिनिमाइज गर्न सक्छौँ। किनभने हाम्रो एकचोटिको अहिले पनि हजारौँ हजार परिवार चाहिँ यो 20 वर्ष अगाडि, 10 वर्ष अगाडि बाढीको चाहिँ भिक्टिमहरू छ। अघि मात्र उहाँ रयजीले चाहिँ कुरा गर्नुभएको थियो अलिकता, त्यो वाटर इन्ड्युस्ड डिजास्टर्स।
अहिले चाहिँ के भने नेपाल त्यसै पनि डिजास्टर छ। हामीले धेरै मेहनत गरेर चाहिँ राष्ट्रिय विपद व्यवस्थापन के ठुलै नाउँ छ हरू पनि सरकारले बनाएको छ। त्यसैले सेकेन्ड इज द खानी। अबको आगामी दिनमा हामी खानीको प्रयोग कस्तो गर्छौँ र लास्टली के होला कसले प्रेडिक्ट गर्छ? इन्भाइरोमेन्टल पिस बिल्डिङको लागि सबभन्दा इम्पोर्टेन्ट चिज इज हाउ यु आर गोइङ टु कन्ट्रोल द पल्युसन। तपाईँले कस्तो कस्तो पल्युसन छ, मैले एयर पल्युसनको कुरो गरेँ, वाटर पल्युसनको कुरो गरेँ, सोइल पल्युसनको कुरो गरेँ, फुडको कुरो गरेँ। अहिले तरकारीदेखि सबै कुरो चाहिँ हाम्रो चाहिँ सबै चाहिँ अलि पोइजनस हुन तर हामी चाहिँ विषादी खान्छौँ भनेर भन्छौँ। त्यसैले अबको आगामी दिनको चुनौती के होला त्यसलाई कसरी सम्बोधन गर्ने बारेमा चाहिँ मैले चाहिँ तपाईँहरूलाई 2-3वटा कुरो भन्न चाहन्छु। फर्स्ट, अलिकता मैले भनिसकेँ, व्हाट विल बी द रोल अफ द साइन्स, टेक्नोलोजी एन्ड इनोभेसन। त्यसैले अब इन्भाइरोमेन्टल साइन्स, इन्भाइरोमेन्टल इन्जिनियरिङ र इन्भाइरोमेन्ट म्यानेजमेन्टले चाहिँ पोलिसी मेकिङ र गभर्नेन्सको मान्छेले बुझाउनु पर्यो। हाम्रो इन्भाइरोमेन्टल लजहरू बनेको छन्, इन्भाइरोमेन्टको पढाइहरू 30 वर्ष हुन लाग्यो होइन म्याडम? कति वर्ष भयो इन्भाइरोमेन्ट साइन्स सुरु भयो? करिब 30 वर्ष हुन लाग्यो। हजुर हुन लाग्यो 30 इयर्स, 25 वर्ष भइसक्यो है। त्यसैले साइन्स, टेक्नोलोजी र इनोभेसनमा मेरो के छ भनेदेखि अब यसमा चाहिँ अलिकता हामी यो जसलाई कि साइन्स पोलिसी भन्छौँ हामी, त्यसमा अलिकता चाहिँ यो इन्भाइरोमेन्टल साइन्ससँग चाहिँ पोलिसी बिल्डिङमा चाहिँ कसरी इन्टिग्रेट गर्ने बारेमा एउटा सोच। सेकेन्ड के रहेछ भने साइन्स डिप्लोमेसी। अहिले जुन मैले भने ग्लोबल जुन युएनको होला, ओरिजिनल सार्क, बिमस्टेक, बिन, यिनीहरूभित्र चाहिँ तपाईँले कसरी कुरा गर्नुहुन्छ, हाउ यु पुट विदाउट इभिडेन्स तपाईँले कुरो गर्नु, नोबडी इज गोइङ टु। अहिले जुन कसरी चाहिँ ट्रान्स बाउन्ड्री वाटरमा कोअपरेसन गर्ने, अहिले चाहिँ मैले अस्ति भनेको थिएँ, अब ट्रान्स बाउन्ड्री वाटर मात्र होइन, अब ट्रान्स बाउन्ड्री एयरमा चाहिँ पनि डायलग र डिस्कसन्स गर्नुपर्ने जरुरी छ। किनभने रिजनल पिस यदि तपाईँले ट्रान्स बाउन्ड्री वाटर र एयरमा गर्नु भएन भने अब चाहिँ गाह्रो हुन्छ। हाम्रो चाहिँ वाटर पल्युसन या म्यानेज नगरेर इन्डियामा फ्लड आयो भने त्यसको इम्प्याक्ट कति छ, यो बारेमा चाहिँ यसैले साइन्स डिप्लोमेसी, साइन्स पोलिसिजमा आधारित अब चाहिँ इभिडेन्स बेस्ड हामीले काम गर्नुपर्नेहरू चाहिँ आवश्यकताहरू हुन्छ। इम्पोर्टेन्ट इज द गभर्नेन्स। त्यसैले हामी इन्भाइरोमेन्टल गभर्नेन्सको बारेमा चाहिँ अलिकता चाहिँ सिरियसली चाहिँ काम गरौँ भन्ने छ। अब किनभने तपाईँहरू थिङ्क ट्याङ्कको रूपमा हुनुहुन्छ, त्यसैले थिङ्क ट्याङ्कको भूमिका नेपालमा अब बल्ल चाहिँ बढ्दो छ। 5 वर्ष 10 वर्ष अगाडि थिङ्क ट्याङ्क रिसर्चको कुरो चाहिँ हामी धेरै कम गर्थ्यौँ। वी आर टकिङ अबाउट द कन्सल्टेन्सी, त्यसपछि अलि रिसर्चको कुरो गर्न आयो। अब नाउ वी आर टकिङ अबाउट द थिङ्क ट्याङ्क। त्यो थिङ्क ट्याङ्कले चाहिँ अब गभर्नेन्समा चाहिँ इन्भाइरोमेन्टल गभर्नेन्समा चाहिँ हामी कसरी अगाडि बढ्ने बारेमा के कम्पोनेन्ट हुन सक्छ, मलाई लाग्छ यो समिटको मेन उद्देश्य हो। त्यसैले इन्भाइरोमेन्टल किनभने गभर्नेन्स ठिक भएन भने कन्फ्लिक्ट ल्याउँछ, गभर्नेन्स ठिक हो भने पिसको चाहिँ सिड्सहरू चाहिँ बढ्दै जान्छ, पिस बिल्डिङको प्रोसेस बढ्दै जान्छ। अब मैले चाहिँ अहिले भने अब हामी चाहिँ जनयुद्ध देखेको पुस्ता हो, माओवादीको, त्यही पार्टीमा केही समय काम पनि गरेको। त्यो बेला चाहिँ हामी बृहत शान्ति सम्झौता चाहिँ पोलिटिकल पिस प्रोसेसको कुरो गर्थ्यौँ भने हामीले चाहिँ इन्भाइरोमेन्टल पिस प्रोसेसको धेरै कम, मलाई चाहिँ इज भेरी प्राइमेरी स्टेजको हो। हामी चाहिँ यो केही कन्फ्लिक्टहरू देखेका छौँ, तपाईँहरूले सुन्नुभयो होला। हामीले यो महतो दौसाको चाहिँ उहाँ चाहिँ वातावरण सहित पनि घोषणा गर्ने हो हामीले। त्यसैले अब इन्भाइरोमेन्टका लागि लड्नेहरू, अब लडाएको भने हिजो बन्दुकबाट मात्र लड्नु पर्थ्यो, अब चाहिँ ज्ञान र बुद्धिले लड्नु पर्यो।
इनोभेटिभ माइन्ड्सले लड्नु पर्यो कि हाउ वी आर गोइङ टु पिस। त्यसैले चाहिँ पहिले बुँदा चाहिँ मैले देखेको यो इन्भाइरोमेन्टल गभर्नेन्स चाहिँ र गुड गभर्नेन्सले चाहिँ यो पिस बिल्डिङलाई चाहिँ गर्ला। सेकेन्ड इज द रिजनल एन्ड इन्टरनेसनल अर्गनाइजेसनसँग तपाईँ हामी कसरी काम गर्ने, जस्तै युएनएफसिसीको कुरो भयो, सार्कभित्र चाहिँ तपाईँ डिजास्टर फ्रेमवर्क छ, क्लाइमेट चेन्जको छ। अब त्यसै गरी त्यो चाहिँ रिजनल भयो, के चाहिँ द्विपक्षीय हुनसक्छ, खास गरी हाम्रा दुईवटा छिमेकी राष्ट्रहरूसँग भारत र चीनसँग हामी चाहिँ इन्भाइरोमेन्टल इस्युजमा कसरी काम गर्ने बारेमा यसपालि हामीले चीनसँगको 70औं वर्षगाँठको डिप्लोमेटिक रिलेसन्स रिभ्यू गर्दाखेरि मैले भाषण गर्दा पनि के भन्छ, लेट्स वर्क अन द साइन्स डिप्लोमेसी नाउ इन द कमिङ डेज टु सेभ द आवर हिमालयज अल्सो है। त्यसैले यो रिजनल त त्यो त्यसो बोल्दा चाहिँ मैले यो जोड दिएर भन्न चाहन्छु कि हामी कहाँ एकाडेमिया र रिसर्च र प्र्याक्टिसनरको बिचमा धेरै ठुलो ग्याप छ। त्यसैले तपाईँहरूको थिङ्क ट्याङ्कको चाहिँ वान अफ द मेन रिस्पोन्सिबिलिटी हाउ दे अब म्याडम हुनुहुन्छ यहाँ, अब हामीले जति नेपालको एकाडेमिक इन्स्टिट्युसन्सहरूसँग र कसरी काम गर्ने यो क्षेत्रको लागि पनि एकाडेमियाहरूसँग चाहिँ काम गरौँ भनेर भन्न चाहन्छु। अब सिभिल सोसाइटीको कुरो मैले भन्नै परेन, तपाईँहरू यो वर्किङ विथ एजेन्ट। तर हामी कहाँ के छ भने यो धेरै विकास योजनाहरूमा चाहिँ कम्युनिटीसँग चाहिँ धेरै मतलब नराख्ने। यहाँ भर्खर मैले एउटा के नारायणी नेपाली कम्युनिटी डेभलपमेन्ट पढ्ने विद्यार्थीलाई भेटेको थिएँ। अब हामी कम्युनिटीसँग कसरी काम गर्ने, कम्युनिटीलाई कसरी एजुकेट गर्ने, त्यो बारेमा पनि अलिकता पार्टिसिपेसन, त्यसमा पनि मैले देखेको पार्टिसिपेटरी एप्रोच चाहिँ हाम्रो पुगिरहेछ नि जस्तो लाग्छ। त्यो सँगसँगै अघि राइजेले पनि भन्यो, मैले त पुरै गर्नु परेन भने यो क्लिन वाटर र सफा जो के भन्छ हेल्दी फुडको। तर अहिलेको युथ वुमेन अनप्रिभिलेज्डहरूसँग चाहिँ कसरी काम गर्नुहुन्छ तपाईँ? युथको इन्भल्भमेन्ट मोबाइलमा मात्र खेल्ने हो कि रुखलाई पनि माया गर्न जाने हो, नदी सफाइमा इन्भल्भमेन्ट हुने हो? राम्रो अनुसार यो हुन्थ्यो, हामीले चाहिँ 10 वर्ष अगाडि केटाकेटी चाहिँ बागमती सफाइ जाँदाखेरि छि कस्तो गनाएको जाने नमान्ने भनेर थियो। अनि त्यसपछि एउटा जोक सुरु भएको थियो क्या, गरिबले काम गर्यो भने त्यतिखेर प्लास्टिक टिप्ने थियो, खाते भन्यो। तपाईँले सुन्नु खाते शब्द थाहा छ? त्यो गरिबले प्लास्टिक टिप्नु त्यसलाई खाते भन्ने चलन थियो क्या। अहिले पनि यताउतिले खाते भन्ने शब्द छ कि, अहिले त्यो शब्द हराएको छ। अनि धनीले गर्यो भने यो चाहिँ भलन्टियरिजम भयो भनेर भने। तर मैले यसले के भन्छु, यो चाहिँ हामीले आफ्नै लागि आफ्नो रिभर, आफ्नो टोल, आफ्नो समाज, आफ्नोलाई कसरी ग्रिन बनाउने भन्नेतिर जानुपर्छ। अब अन्तमा मलाई एउटा फेभरेट शब्द सधैँ भाषणमा भन्न मन लाग्छ। यो एज चाहिँ 3टा एजको, एउटा अस्ति मात्र यो डिजिटलमा भाषण गरेको थिएँ। सबैजना यहाँ मोबाइल नहुने को छ हात उठाउँछ? अझै हामी मभन्दा रिसेन्ट मोबाइलहरू छन् हामीभन्दा, किन हामी चलाउनै जान्दैन त्यसको। त्यसैले दिस इज द डिजिटल एजमा तपाईँले अर्को के छ भने यो इन्भाइरोमेन्टल च्यालेन्ज चाहिँ सबभन्दा ठुलो छ। त्यसैले अबको टाइम इज फर द ग्रिन इकोनोमी, टाइम इज फर द ग्रिन एन्टरप्रेन्योरसिप, टाइम इज फर द ग्रिन जब्स। त्यसैले ग्रिन टेक्नोलोजिजहरूलाई चाहिँ अब कसरी विकसित गर्ने भन्ने छ अबको चाहिँ छ नि। त्यसैले ग्रिन लाइफ पनि यसले भन्न लाग्छ मान्छेले, तपाईँको वाटर फुटप्रिन्ट कति छ, तपाईँको कार्बन फुटप्रिन्ट कति छ। अब यो शब्दहरू कुनै बेला भनौँला, तर इन्भाइरोमेन्टल पिस गर्ने मान्छेले, पिस मेकरले चाहिँ पहिले आफ्नो वाटर फुटप्रिन्ट हेर्नु पर्यो, आफ्नो कार्बन फुटप्रिन्ट हेर्नु पर्यो कि वाट इज माई पर्सनल कार्बन फुटप्रिन्ट। त्यसैले अब ग्रिन जुन टेक्नोलोजी, ग्रिनमा इनोभेसन, यो सबै ग्रिन, लेट अस टक अबाउट द मोर एन्ड मोर अबाउट द ग्रिन। ग्रिन भनेको खालि यो हरियो पात, हरियो रङ लगाउने होइन, इट्स इन बिगर टर्म्स। यो सबैसँग लिएर चाहिँ हामी आगामी दिनमा चाहिँ यो ग्रिन इकोनोमीमा अलिकता काम गरौँ भन्ने लाग्छ। किनभने अबको चाहिँ यो
क्लाइमेट चेन्जको जुन इकोनोमीमा छ त्यो चाहिँ कस्तो छ भने तपाईँको सबभन्दा ठुलो क्लाइमेट चेन्जले गर्दाखेरि चाहिँ हाम्रो डिजास्टर्स, अघि नै मैले भनिहालेँ, छरिथरीको डिजास्टर्समा पनि हामी अहिले संसारभरि छ। फेरि यो हामी कहाँ मात्र हुन्छ डिजास्टर्स। त्यसैले क्लाइमेट चेन्जले उत्पन्न गर्ने डिजास्टर्सहरूलाई कसरी हामीले चाहिँ एडप्टेसनमा जाने र कसरी मिटिगेसनमा जाने, कसरी यसको लागि टेक्नोलोजी गर्ने, कसरी यसको लागि चाहिँ रिसोर्स मोबिलाइज गर्ने भन्नेतिर चाहिँ एउटा चाहिँ त्यो। त्यसैले इकोनोमिक्स अफ द क्लाइमेट चेन्जको बारेमा पनि आगामी दिनमा चाहिँ, किनभने अन्तमा चाहिँ यो अर्थतन्त्र चाहिँ धेरै कुरो समाधान गर्ने जस्तो लाग्छ। त्यसैले द इकोनोमिक्स अफ द क्लाइमेट चेन्ज और द इकोनोमिक्स अफ द इन्भाइरोमेन्ट पिस बिल्डिङ कम्पोनेन्ट के होला त्यतातिर जानु होला। यति भन्दै मलाई बोलाउनु भएकोमा हार्दिक आभार र धन्यवाद।